नमस्ते सबैजनालाई। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। मैले भन्दा अगाडि एउटा सर्ट्स बनाएको थिएँ हैन, मास्टरको नर्सिङको कमन इन्ट्रान्स कस्तो भयो भनेर हैन। मैले पनि दिएको थिएँ त्यो कमन इन्ट्रान्स। त्यसमा चाहिँ तपाईँहरूलाई चाहिँ मैले फिल गरेको कुरा हुन त सबैलाई नलाग्न सक्छ। हुन त अब मैले कुनै क्लास लिएको होइन, जस्ट 1 महिना स्टडी गरेर मैले एक्जाम दिएको हो। अब मैले फिल गरेको कुरा चाहिँ जस्तै करिकुलम जुन सेटअप भएको छ, जस्तै मास्टरको कमन इन्ट्रान्समा करिकुलम निकाल्नु भएको छ। त्यसमा जस्तै लिडरसिप म्यानेजमेन्टबाट चाहिँ 20वटा क्वेसन आउँछ भनेर भनेको छ हैन। अब त्यसमा पनि अझ स्पेसिफिक हुँदा चाहिँ अझ बेटर हुन्थ्यो जस्तो लाग्यो हैन। जस्तै स्टाफ नर्सको करिकुलम हेऱ्यो भने जस्तै बेसिक निड अफ द क्लाइन्टमा चाहिँ तल मास्लो हियरार्की निड अनि के जाति छ नि सब पोइन्टहरू हैन। हो त्यस्तै जस्तै लिडरसिप एन्ड म्यानेजमेन्ट सब्जेक्टबाट चाहिँ कुन कुन सब पोइन्टहरू कभरेज हुन्छ भनेर चाहिँ स्पेसिफिकेसन भयो भने चाहिँ अझ बेटर हुन्छ हाम्रो चाहिँ मलाई फिल भएको रियलाइज भएको कुरा है यो चाहिँ। अनि अर्को भनेको चाहिँ जति क्वेसन भनेको छ हैन, जस्तै लिडरसिप एन्ड म्यानेजमेन्टबाट 20वटा क्वेसन भनेको छ। अनि लिडरसिप अर्को भनेको बायोस्ट्याटिस्टिक एन्ड रिसर्चबाट 20वटा भनेको छ। 20वटै आउनु पर्यो के, जसले गर्दा जस्तै मैले बढी प्रिपेरेसन गरौँला, मलाई बढी नलेज होला कुनै पनि एउटा सब्जेक्टमा भने म यति मार्क्स अब्टेन गर्छु भन्ने टेन्टेटिभ प्लान बनाएर गएको हुन्छ नि त हैन। त्यो कुराले पनि धेरै नै म्याटर गर्दो रहेछ के। अब त्यो चाहिँ अलिकति कमन इन्ट्रान्स एक्जाममा देखिएन। एक्सपेक्टेसन अब मैले मात्रै फिल गरे हो कि सबैलाई त्यस्तो भएको छ कमेन्ट गर्नु होला हैन। मलाई चाहिँ एकदम रियलाइज भयो क्या। जस्तै इच वाइज सब्जेक्ट त यति क्वेसन आउँछ भनेर त एलोकेट नै गरे हुन्छ नि त, तर त्यो अनुसार क्वेसन थिएन त्यहाँ हैन। अनि अलिकति क्वेसनमा पनि अब हुन त मैले कन्टेन्ट कति क्लास नलिकन दिएको भएर होला, मसँग कन्टेन्टको ल्याक भएर हो कि कति कन्टेन्टहरू त मैले नसुनेको कन्टेन्टहरू पनि थियो हैन। अब कन्टेन्ट कभरेज मैमा कमजोरी पनि हुनसक्छ, त्यो कुरा मलाई रियलाइज चाहिँ हुन्छ त्यस्तोहरू हैन। तर अलिकति त्यो भित्रको सब पोइन्टहरू कुन कुन कभरेज हुन्छ कुन सब्जेक्टमा भनेर चाहिँ अलिक करिकुलम स्पेसिफिकेसन भयो भने चाहिँ सजिलो हुन्थ्यो, हामीलाई एकदमै डिल गर्न सजिलो हुन्छ। क्वेसन स्पेसिफिकेसन नहुँदा चाहिँ अब कुन क्वेसन कहाँबाट आयो भन्ने नै थाहा हुँदैन के। अनि कुन सब्जेक्टमा कति पढ्ने त्यो पनि थाहा हुँदैन। लिडरसिप एन्ड म्यानेजमेन्ट सब्जेक्ट त छ नि, अब त्यो भित्र के पढ्ने कतिसम्म लेभलसम्म जाने भन्ने नै थाहा हुँदैन के। सो त्यो हुँदा चाहिँ अझ बेटर हुन्छ जस्तो लाग्यो मलाई चाहिँ हैन। बाँकी भनेको अब इक्जाम कस्तो, अब सजिलो पनि थिएन, गाह्रो पनि थिएन, कन्डिसन क्वेसन पनि थिएन हैन, डाइरेक्ट क्वेसन पनि थिएन, घुमाएर सोधेको पनि थिएन। के थियो अब मेरो कन्टेक्समा भन्नुहुन्छ भने मैले क्वेसन बुझेको थिएँ, अप्सन 4वटा अप्सनमा कुनैको पनि मिनिङ थाहा छैन के। अब केमा हाल्ने हैन, क्वेसन मात्रै बुझेर भएन। अब क्वेसन बुझ्नुको अर्थ त अप्सन कुनै त अब कमन सेन्स लाएर पनि गरिन्छ, तर सबै त त्यस्तो हुँदैन नि त हैन। टपिकहरू नसुनेको टपिक छ अप्सनमा भने त अभियसली त्यसको मिनिङ नै थाहा हुँदैन नि हैन। त्यस्तो पनि भएको छ मलाई चाहिँ। तर अलिकति स्पेसिफिकेसन करिकुलममा दियो भने चाहिँ हामीलाई एक त सहज हुन्छ हैन, एकदमै सहज हुन्छ। स्पेसिफिकेसन हुनु पनि जरुरी छ जस्तो लाग्छ। अब्जेक्टिभ हो, अब्जेक्टिभमा स्पेसिफिकेसन चाहिन्छ हैन। सब्जेक्टिभमा त कन्डिसन बेस्ड क्वेसन यसमा के गर्न सकिन्छ भनेर सोध्दा धेरै अप्सनहरू आउँछन्, तर अब्जेक्टिभमा त बी स्पेसिफिक एउटा मात्रै राइट एन्सर हुन्छ। त्यसले गर्दा करिकुलम स्पेसिफिकेसन भइदियो भने चाहिँ अझ सहज हुन्थ्यो भन्ने मेरो चाहिँ धारणा हैन। अब बाँकी गर्नेले पनि एकदम राम्रो पनि गर्नुभएको छ हैन, हाइएस्ट 160.75 पनि आएको छ, नआएको होइन। तर मेरो धारणा चाहिँ त्यस्तो छ। हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला है। अनि अब कन्टेन्ट बनाउने म चाहिँ सधैँ जस्तो कन्टेन्ट हाल्ने गर्छु। बाँकी यो कुरामा चाहिँ पछि पनि डिस्कसन गरौँला। आजलाई यति नै। ओके, थ्याङ्क यू एभ्रीवान, बाई बाई।